फ्रेन्ड्स, वेलकम टु माई अनदर मिनी ब्लग। आज चाहिँ मेरो मम्मीको बर्थडे हो अनि आज मम्मीले चाहिँ बिहान बिहान पूजा गर्नुभयो अनि चाहिँ हामी कपडा सपडा लगाएर रेडी भएर गाडीमा बसेर फेरि अटोमा बसेर हामी चाहिँ जान लाग्यौँ। हामी चाहिँ कता जान लाग्यौँ भन्दाखेरि अम्बिकेश्वरी मन्दिर जाँदैछौँ पूजा अर्चना गर्नको लागि। अनि हेर्न बाटोमा कस्तो राम्रो पुल थियो अनि अम्बिकेश्वरी मन्दिर पनि पुगिहाल्यौँ। त्यसभन्दा अगाडि चाहिँ हामीले यहाँ पूजा गर्ने सामानहरू किन्दैछौँ। यहाँ त्यति धेरै मान्छे हुँदो रहेछ क्या। अनि चाहिँ हामी पूजा सामग्रीहरू किनिसकेपछि मन्दिर पनि प्रवेश गरिहाल्यौँ। मन्दिर चाहिँ योपालि कस्तो राम्रो देखेको कि कलर लगाएर। अनि एकछिनपछि चाहिँ मैले घन्टे सन्डे पनि बजाएँ अनि त्यसपछि चाहिँ भाइले बजाउँदै थियो नसकी पनि। अनि पछि मैले यता आएर चाहिँ विशेषहरू मागेँ भगवान्सँग, यस्तो गरे चाहिँ विशेष पुरा हुन्छ भन्ने सुनेको थिएँ कि त्यसैले गरेको। अनि त्यसपछि चाहिँ मैले यहाँ शिव पार्वतीको मूर्ति भएको ठाउँमा गएर पूजा गरेँ। अनि त्यसपछि चाहिँ हनुमानजी छिम गएर पूजा गरेँ, चालिसा पनि वर्णन गरिदिएँ। अनि एकछिनपछि चाहिँ मेरो भाइको हिँड्न लागेको बेला मैले फोटोसुट पनि गरिदिएको थिएँ। अनि चाहिँ मैले नरिवल फुटाउनु कोसिस गरेको, नरिवल त फुटेन भने। अनि पछि माइजू आएर हेल्प गर्दैछ्यो। अनि त्यसपछि चाहिँ फुट्न त फुट्यो तर पानी मात्रै गयो, राम्रोसँग फुटेकै थिएन। तल चाहिँ पानी पुरै भरिसकेको रहेछ। अनि मम्मीले चाहिँ मलाई यहाँ टिका सिका लगाइदिनु भयो, दक्षिणा पनि दिनुभयो। अनि मैले फेरि मन्दिरलाई एकछिन देखाइदिएँ हजुरहरूलाई। अनि एकछिनपछि चाहिँ मैले यहाँ मिररमा फोटोसुट गरेँ। मेरो आउटफिट चाहिँ यस्तो थियो। अनि पछि मन्दिर चाहिँ अहिले यस्तो भएको रहेछ। अनि मन्दिरलाई चाहिँ मैले फेरि बाई बाई भने। अब हामी चाहिँ जाँदैछौँ। मलाई चाहिँ एकदमै धेरै भोक लागेको छ, त्यसैले मैले चाहिँ खटाउनै नसकेर कस्तो भोक लागेको थियो क्या। अनि त्यही भएर हामी चाहिँ अटोमा चढेर अब जाँदैछौँ हाम्रो आफन्तको घर। अहिले चाहिँ खाना खाने हुँदैन होला, घरै गएर खाने हुन्छ होला। त्यसैले चाहिँ हामीले अहिले आन्टी घर यसो गफ गर्ने भन्दै जाने सोचेका थियौँ, तर उहाँले चाहिँ हामीलाई खरबुजा ल्याएर दिनुभयो। अनि मलाई चाहिँ एकदमै धेरै भोक लागेको थियो, त्यसैले चाहिँ मैले त ठुलै पिस उठाएँ। अनि यो खाइसकेपछि फेरि अर्को पिस पनि उठाएँ कि मलाई चाहिँ कस्तो मनपर्छ कि खरबुजा। उसमा झन् भोक लागेको बेला गर्मीमा झन् कस्तो रमाइलो हुन्छ नि खाना पनि साथीहरूसँग। अनि एकछिन पछि चाहिँ हामी यहाँ गाडीमा चढ्यौँ। हेर्नुहोस् न, भाइ त सुतेको थियो। अनि गाडीमा चढिसकेपछि कस्तो झ्याउ लाग्छ कि मलाई गाडीमा बस्न पनि। अनि गाडीमा 1 घन्टा जति सफर गरिसकेपछि चाहिँ हामी घर पनि पुगिसकेका थियौँ। यहाँ चाहिँ हाम्रो कोही साथीहरू पनि हुनुहुन्थेन, पछाडि चाहिँ हाम्रो फ्यामिली मेम्बरहरूलाई मैले देखेको थिएँ। अनि त्यसपछि हामी गाडीबाट ओर्लेर घर